आज चाहिँ मैले खाना बनाउन लागेको छु। साथै अर्को कुरा के भन्न चाहन्छु भन्दाखेरि यो 17-18 देखि लाइफमा सक्सेस नहुन्जेलसम्मको उमेर भनेको फुल्ली कष्टकर उमेर नै रहेछ। यही उमेरमा पढ्नु पर्ने, यही उमेरमा घरको काम, लाइफमा सक्सेस मिल्ला नमिल्ला, नाना भाती टेन्सन, को आफ्नो को पढाइ, को कस्तो छ, स्ट्रगल के हो, सब यही उमेरले सिकाइदिँदो रहेछ। जहाँसम्म मलाई लाग्छ स्ट्रगल भनेको आफूले नै गर्ने हो, अरूले सपोर्ट देला, साथीले सपोर्ट गर्ला भनेर अलिकति पनि आश नगरे हुन्छ। यहाँनिर मैले मेनली भन्न खोजेको कुरा चाहिँ के हो भन्दाखेरि तपाईँ कसैको आशमा नबस्नुहोस्, पछि गएर उसले सपोर्ट गरे ठिकै छ, नगरे पनि ठिकै छ, आफ्नो स्ट्रगललाई चाहिँ जारी राखिराख्नुहोस्। यस्ता धेरै कुराहरू छन्, मैले भनिरहनु पर्दैन, तपाईँले आफ्नो उमेर अनुसार अटोमेटिक बुझ्दै जानुहुनेछ। र मैले यो कुरा चाहिँ किन राखेको भन्दाखेरि कति स्क्रिप्ट अनुसारको मात्र बोल्ने, आज चाहिँ अलि बेग्लै सोचौँ न भनेर ट्राई गर्दै थिएँ। त्यत्तिकैमा मेरो मनमा यस्ता कुराहरू आउँछन् अनि मैले केही नसोची भोइसमा उतारिदिएँ। उतार्नेको कुरा हुँदै थियो, यतातिर कुरै कुरामा खाना उतार्ने बेला पनि भइसकेछ। त्यसपछि मजाले बिडामा बसेर खानालाई त उतारिदिन्छु, अब चाहिँ लाग्छु म तरकारी बनाउनलाई। भात मात्रै खानु त भएन, तरकारी पनि बनाउनु पर्यो। फाइनली एकैछिनमा तरकारी बनाएर पनि सकिन्छ। आजलाई यति मिल्यो, अर्को भिडियोमा बाइ बाइ।